हेलो गाइज नमस्ते वेलकम बैक टु माई युट्युब च्यानल। म केशव बोखरा आज पनि नयाँ भिडियो लिएर तपाईँहरूको साथमा आइसकेको छु। नयाँ पुस्ता युट्युब च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला, साथै साइडमा रहेको बेल आइकनलाई अलमा प्रेस गरिदिनु होला। र म चाहिँ आज घरतिर फेरि आज पनि घरतिर जाँदैछु। मेरो अगाडिको भिडियोमा म घरमै गएको थिएँ र आज पनि जाँदैछु। आजको भिडियो चाहिँ अलि फरक नै हुनेछ, अलि मजाको भिडियो हुनेछ। आज चाहिँ अनि केही खतरा नै हुनेवाला छ। भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला गाइज। अस्तिको भिडियो चाहिँ मैले अपलोड गरेँ गाइज र अपलोड गरेँ अनि राति त्यस्तै 10-11 बजेतिर अपलोड गरेको थिएँ भिडियो। अनि ठ्याक्कै त्यही दिनदेखि रिचार्ज सकिएर गाइज होइन, नेट चलाउन पाएको छैन, मैले हेर्न पाएको छैन। कतिजनाले हेर्नु भएन, थाहा नै भएन, केही थाहा भएको छैन। र अब हेरौँ, सायद आज या भोलिसम्म चाहिँ रिचार्ज हाल्नेछु नेटमा। अनि देखिन्छ कतिजनाले हेर्नुभयो र कतिजनाले हेर्नु भएको छैन भनेर। आज चाहिँ भिडियो खतरा नै हुनेवाला छ गाइज। मेरो सेकेन्ड भिडियो आज चाहिँ खतरा नै हुनेवाला छ, हेरिदिनु है गाइज, फुल भिडियो हेर्नु होला। म खाँदैछु आज चाहिँ बदाम खाँदै बाटो काट्दैछु है गाइज। र अब यही भिरको बाटो फेरि आइसकेको छौँ। आज चाहिँ अलि खतरा नै होला जस्तो छ गाइज, पुरा भिडियो हेरिदिनु होला है। हेलो गाइज, म चाहिँ आज हजुरहरूलाई केही खतरा चिज देखाउने छु है, हेर्नु है। खतरा चिज छ है, ल हेर्नु है, हेर्नु। गाउँमा पानी खानलाई ठेकीको काटेर यस्तो गरेर पानी खाने बनाएको छ गाइज। ठेकीबाट पानी, मै होइन पानी खाने ठेकीबाट। अब गाइज देखियो नि गाइज, आज देखाउने छु म हजुरहरूलाई हाम्रो गाउँको बाटोमा भएको मन्दिर अथवा हाम्रो गाउँको खोला, मौभेरी खोला चाहिँ हाम्रो धार्मिक कार्य गर्ने बेला खोला हो। यो चाहिँ हामी यता चाहिँ पुज्ने गर्छौँ। हाम्रो यो खोला माथिदेखि यो पुरै खोलामा चाहिँ पुज्छन् गाइज होइन। र हाम्रो यो चाहिँ पुल छ यता। पहिला चाहिँ हामी यो बाटो हिँड्थ्यौँ, पहिला चाहिँ यताबाटै हुँदै यता हिँड्थ्यौँ क्या। बर्खा चाहिँ यति धेरै पानी आउँछ नि गाइज होइन। सानो हुँदाखेरि हामी घर जाँदाखेरि चाहिँ यता चाहिँ के अरे काठको साङ्गो हुन्थ्यो क्या। अनि काठको साङ्गो हुन्थ्यो, हामी त्यहाँ तर्न सक्थेन क्या, कति गाह्रो हुन्थ्यो, यति धेरै पानी आउँथ्यो क्या स्कुलबाट आउँदाखेरि। अहिले त यता पुल बनाएको नि त, 3-4 साल अगाडि बनायो नि त यो पुल। अनि पुल बनाएर आजकल चाहिँ यता हिँड्छौँ है, यताबाट हिँड्छौँ। अनि माथि झर्ना पनि छ, अलि राम्रो त देखिन्न, हाम्रो गाउँको भाइरल झर्ना है, झर्ना छ। अहिले यताबाट पनि पानी आछ। अहिले बाटो यस्तो छ अवस्था, यस्तो बाटो छ है। झर्ना मौभेरी झर्ना, यो चाहिँ हाम्रो मौभेरी झर्ना है गाइज। देखिन्छ नि माथि मौभेरी झर्ना हो। अनि यो चाहिँ हाम्रो बाटो भयो, स्कुल आउने बाटो है। हाम्रो गाउँबाट शिशुदेखि 10सम्म पढ्ने विद्यार्थी यही बाटो हिँड्छन्। यस्तो छ बाटोको अवस्था है। भिरालो बाटो छ, यता ठिक छ, यहाँनिर ठिक छ है। अनि यहाँनिर छ कि अप्ठ्यारो। हाम्रो बाटो भनेको भिरालो हो, पुच्चीपाचीहरू आउँछन् होइन, सानो पुच्चीपाचीहरू आइराख्छन्। बाटो भनेको भिरालो हुन्छ क्या। राम्रै देखिरह होला होइन, यो हेर्नु बाटो यस्तो छ अवस्था। अलिकति खुट्टा चिप्लियो भने नि यहाँबाट अनि सिधै मर्छ मान्छे, खोला जान्छ होइन। अब यस्तो कि यहाँबाट कुदेर आउँछ नि त होइन,
खुच्चेहरू कुदेर आउँछ। यहाँनिर डिसब्यालेन्स भयो भने ब्यालेन्स मिलाउनु सकेन भने त गयो त, सिधै गयो त। अनि होइन बस्दैन क्या मान्छे। अनि फेरि र अहिले म बदाम पनि खाँदैछु है गाइज, बदाम खाँदैछु। बदाम खाँदै हजुरसँग गफ गर्दै भनौँ न, भिडियो बनाउँदै। अब राम्रो भिडियो बनाउन सकिन्न, सामान्य त बनाउने हामीले, जस्तो आउँछ त्यस्तो बनाउने हो, ज्याप ज्याप होइन। अनि यस्तै छ क्या गाइज, के भनौँ र, खोइ जता हेरेँ नि भन्छ नि त्यस्तै छ क्या। त्यही भएर म खाँदै बोल्दै गरेर आएको क्या। बाटो काट्नलाई खानु पऱ्यो। तर हामी यसरी कुदेर जान्छौँ क्या, अब कुदेर उताबाट बाटो यता हुँदै यहाँबाट गाउँ। यस्तो छ अवस्था, हेर्नुहोस् अहिलेको अवस्था हेर्नुहोस्। हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ, हेर्नुहोस् यहाँको अवस्था भन्दै नि त्यस्तै यस्तो छ अवस्था। के भनौँ र, खोइ बुझिहाल्नु होला। अब हाम्रो गाउँको भन्छन् नि ठुलोहरू, जान्ने बुझ्नेहरू, के भन्छन् माथि पद भएको मान्छेहरू क्या, नेताहरू भनौँ न, सिधै भनिदिउँ न, हाम्रो गाउँको जनप्रतिनिधिहरू होइन, नेताहरू, हाम्रो वडाका अध्यक्षहरू होइन, लगायतका गाउँपालिकाका होइन, सम्पूर्ण अलि माथिको मान्छेहरूलाई म के भन्न चाहन्छु भने, गो खाऊ। म यही भन्न चाहन्छु, हामीले भनेको काम कहिल्यै हुँदैन। हामीले यस्तो बाटो, हामीले भन्दा नि हाम्रो गाउँको केटाकेटीहरूले होइन, सानो केटाकेटीहरूले, बुढाबुढीहरूले यस्तो बाटोमा हिँड्नुपर्छ कि वडा स्वास्थ्य स्कुल जानलाई क्या। यस्तो बाटो हिँड्नुपर्छ। यस्तो भिड छ देखाएँ नि मैले, उता भिड सबै ठाउँमा छ, यस्तै भिड छ। अनि यस्तो बाटो हिँड्नुपर्छ। हामीले अब आउँछ माथिबाट बजेटहरू आउला होइन, थुप्रै आउला, हामीलाई त अब थाहा हुन्न होइन, आउँछ होला होइन। तर यस्तो बाटोमा बनाउँदैनन् के होइन, जहाँ पहुँच पावर छ नि, जहाँ आफ्नो मान्छे छ नि, त्यहाँतिर बनाउँछन् क्या। अब हाम्रो पहुँच पावरले मान्दैनन् यस्तो बाटोमा हामी यस्तोमा हिँड्ने होइन। भिडमा हिँड्नेलाई भिडमै छ, बाटो भिरको छ होइन, जिन्दगी पिरको छ, के गर्नु गाइस, यस्तै छ। उतातिर गोठालो पनि आयो भनौँ न, गाउँको मान्छेहरू बाख्रा चराउन, गोरु बाख्रा चराउन आयो क्या। अब के भन्नु गाइस, यस्तो छ अवस्था हाम्रो गाउँको अवस्था क्या। बर्खा त हिँड्नै सकिन्न, बाढी आएको आइहुन्छ, पहिरो आएको आइहुन्छ होइन, के गर्नु त, यस्तो छ क्या अवस्था। हिँड्नै पऱ्यो, स्कुल त जानै पऱ्यो, जसरी भयो नि। स्कुल नजाऊ सरले पिट्छन्, पढ्नै पऱ्यो होइन। अब स्कुल जाउँ भने यस्तो बाटो छ, घन्टौँसम्म हिँडेर जानुपर्छ, फेरि यस्तो बाटोको जोखिम। बाख्रा पनि आयो गाइस। हेर्नुहोस् त, हेर्नु ल है, फेरि देखाउँछु है म, रोक्नु है। के हेर्नु, कहाँ जाँदैछु म, अलिक फरक लागेन। आज चाहिँ म अर्कै ठाउँमा जाँदैछु, मतलब यानि कि म गाउँ जाँदैछु गाइज होइन। अस्ति चाहिँ म गाउँभन्दा अलि माथि हो नि त मेरो घर, अस्ति चाहिँ म सिधै घर गएको थिएँ। आज चाहिँ अर्कै बाटो हिँडेर जाँदैछु म गाउँतिर है। गाउँतिर जाँदैछु। यस्तो छ बाटो, यस्तो बाटो पाएपछि त हामी यसरी कुदेर जान्छौँ क्या। हो गाइज, कुदेर गइदिन्छौँ होइन है, कुदेर जाइदिन्छौँ क्या। तर उल्लाले सिप्पे छ क्या, यस्तै हुन्छ के गर्नु।
नजानेपछि टिम्बुर टिम्बुरको दाना त देखिरह होइन देखाउँछु नि नदेखाउने भन्ने नि हुन्छ टिम्बुर कस्तो नदेखिएको हो र टिम्बुरको दाना हेर्नुहोस् गाइज यो नि टिम्बुर भनेको यस्तो हुन्छ काँडै काँडा हुन्छ फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि भन्दै त्यस्तै हो फेरि म बाटो पाए सजिलो अब कुद्छु म है कुदेर जान्छु थाकिन्छ नि फेरि कुदेर गइदिने हो नि हामी त फेरि खत्रै हो नि फेरि हुन्छ नि त्यस्तो क्या यस्तो हो क्या हाम्रो गाउँको बाटो यस्तो छ अवस्था है घर यता है हाम्रो गाउँमा घर यस्तो हुन्छ नि खरले छाएको कस्तो हुन्छ देखेन भन्नु होला यस्तो हुन्छ घर है यस्तो हुन्छ घर भनेको गाइज त गहुँ लगाएको छ यता पनि गहुँ लगाएको छ है अब यस्तो बाटोमा यस्तो यो चाहिँ करेन्ट चिन्नुभयो करेन्ट भनेपछि चिन्नुभयो होला चिन्नुभयो कि नै सिस्नु अर्ग्यानिक सिस्नु गाउँमा पाइने सिस्नु है सिस्नु हो यो पुरै यो पनि सिस्नु नै हो हामी त च्याप लाएर झ्याप पारेर यस्तो गरेर समातिदिन्छौँ भने भन्न मिल्दैन है लागिहाल्छ हामीलाई के गर्नु च्याप लाएर समात्न मिल्दैन के गर्ने त त्यस्तै छ अवस्था गाउँ हेर्ने गाउँ उतापट्टि छन् घरहरू देखिन्न कागती सुन्तलाहरू सुन्तला हेर्नु है सुन्तला मौसमी यस्तो छ बाटो यस्तो छ बाटो अम्बा अनारको बोटमा अम्बा फल्दैन अनारको बोटमा नफले भने अम्बाको बोटमा त अम्बा फलिहाल्छ होइन सुन्तला हाम्रो गाउँ चाहिँ फलफुलको धनी काँक्राउ त प्याज लगाए अम्बा फेरि गाइज फेरि फल्दै रहेछ ला फेरि फल्दै मैले त आजदेखि नि पाकेको छ कि निकाल्ने भनेर आएको एक दुईजना पाकेर रहेछ क्या अलिअलि ला कुहिएको पो रहेछ पाकेको छैन त यो पो पाके ला यो पनि के भएको पुरै पुरै खतम छ त यो पाकेको भनेर समातेको खतम यो पनि फेरि यस्तै ला
यो पनि अलिअलि है यी सुरु भएको छ के गर्नु यो त छ कि अलिअलि यो पनि छैन पुरै कुहिएको छ कुहिएको यी चराले खाएर हेर्नु त चरा पनि कस्तो कस्तो हो कि छ्या मार्दिने हो म त फेरि चरालाई पनि अमिलो 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 गाइस हलुवा बेद अनि अम्बाको रुख सानो यति है केही छैन अरू मेरो त सुन्तला गाउँ यहाँबाट छ नि हजुरको तलपट्टि पुरै सुन्तला यो छ नि जतिसम्म छ हाम्रो गाउँ खेत त्यतिसम्म पुरै सुन्तला हो क्या फाइनल्ली गाइज गाउँबाट म चाहिँ अब घरतिर आइसकेँ भन्दा नि घरतिर जान लाग्छु गाइज यो पनि झोला यो पनि झोला के गर्नु गाइज त्यस्तै छ यहाँ पुगिसक्यो है फाइनल्ली बाटो यस्तै हो के गर्ने त अब जानै पर्यो होइन चिप्लो पनि छ प्याज अस्ति देखाएको थिएँ नि सुन्तला नि आज चाहिँ भिडियो खत्रै हुन्छ है हाम्रो काम आजको सुन्तला टिप्ने काम हुन्छ है चिसो छ हामी चाहिँ यता बसेका छौँ हुन्छ है गाइस हमारे गांव के लोग देखो हामी आइसक्यौँ त्यहाँतिर सिकारी आए सिकारी बाण लिएर सिकारी हाम्रो काम आजको फिर्नी झोलामा हेलो गाइज म चाहिँ अहिले गाउँबाट घर फर्किसकेँ भन्दा नि फर्किसकेँ र बाटोमा छु अहिले अब म आधा घन्टामा चाहिँ घर पुग्छु होला है अहिले फेरि यही भिडमा पुगेँ ठ्याक्कै अहिले नै बनाएको भिडियो थाकियो गाइज मौसम मिलाएको छ यता कट्टामा अनि सुन्तला ल्याइरहेछन् बुवाले र म चाहिँ अब हिँडिरहेको छु एक्लै छु अहिले पनि बिहान पनि एक्लै हो अहिले पनि एक्लै हो म चाहिँ अहिले मौबेरे खोला पुगेँ है गाइज मौबेरे खोलामा यस्तो छ बाटो यहाँबाट अलिकति चिप्लियो भने त है त्यहाँ तल जानुपर्छ फेरि जानुपर्छ भन्दा नि त्यहाँ पर्छौँ क्या
गाह्रो छ नि गाइज, भिरको बाटो यस्तै छ नि है। ल आजको भिडियो लगभग यति नै हुनेछ। अब बाँकी अर्को भिडियोमा आउनेछु म है। त्यतिन्जेलसम्मका लागि मेरो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला र मेरो नयाँ पुस्ता युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिहाल्नु होला है। र आजलाई यति, फेरि पनि यस्तै भिडियोहरू लिएर म आउने नै छु र मलाई सकेसम्म माया गरिदिनु होला, मेरो भिडियोहरू हेरिदिनु होला। मेरो भिडियोहरू कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र अनि जिज्ञासा पनि दिनु होला है गाइज। अब चाहिँ मैले कस्तो चाहिँ बनाइदिए हुन्थ्यो होइन, के कुरामा सुधार गर्नुपर्ने छ, के कुरा सुधार गर्नुपर्ने हो, अलि कस्तो खालको भिडियोहरू बनाउँदा हुन्छ भनेर कमेन्टमा जिज्ञासा गर्नु होला है गाइज। मलाई कमेन्टमा भन्नु होला, म चाहिँ त्यस्तै खालको भिडियोहरू लिएर आउने नै छु। र मेरो युट्युब च्यानल नयाँ पुस्ता है, नयाँ पुस्ता जेन्जीहरू, नयाँ पुस्ता युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब गर्न नबिर्सनु होला। हस् त, ओके बाई।